बालनले 2 महिनामै ध्वस्त बनाए पुरानो संरचना, फेरि दिए सिंह दरबारको रूप रंग। कहाँ कहाँ के भयो उलटफेर। बिहान 8 बजे सिंह दरबार पुग्छन्, राति 8 बजेसम्म कार्यालयमै बसेर काम गर्छन्। अनावश्यक भेटघाटबाट दूर छन्। बिचौलिया र स्वार्थ समूहका लागि ढोका बन्द गरेका छन्। मन्त्रीहरूको हरेक दिनको कामको रिपोर्ट लिन्छन्। कर्मचारीको छिनछिनको कामको निगरानी गर्छन्। यो प्रधानमन्त्री बालन शाहको कार्यशैली हो। सिंह दरबार बदल्छु भन्ने धेरै नेताहरू आफै बदलिए, तर प्रधानमन्त्री बालन शाहले देशको बागडोर सम्हालेको 2 महिनामै सिंह दरबारको रूप रंग नै फेरिदिएका छन्। पहिलेका प्रधानमन्त्रीले काम गरेनन्, गफ मात्र गरे, तर अहिलेको प्रधानमन्त्रीले चाहिँ एकदम इमानदारीका साथ एकदम फास्ट ट्र्याकमा चाहिँ काम गर्नु भएको छ र उहाँ जस्तो प्रधानमन्त्री पाउनु हाम्रो सौभाग्य हो र 5 वर्ष चाहिँ कसैले विरोध नगरिकन 5 वर्ष चाहिँ उहाँलाई काम गर्न दिनुपर्छ।